तपाईँलाई म एउटा कुरो थाहा छ, म त्यो दिन प्रधानमन्त्री भएको थियो भने नि सुशीलाको ठाउँमा त्यो राष्ट्रपति उपराष्ट्रपति जम्मेलो लगेर खोरमा हाल्ने थिएँ। के संविधानले थाम्छ एक्जिक्युटिभ पावर भनेको के हो भन्ने कुरो यिनीहरूलाई थाहा नै छैन। के कुरा गर्नु, म पुलिसको ह्यान्डकप होइन, पाटाको दामले हुन्छ नि, पाटाको सनपाटको दामलाले हातमा बाँधेर हातकडी होइन, हातमा बाँधेर अनि त्यहाँबाट चाहिँ यिनै हुन् देशको भ्रष्टाचार गर्ने मान्छे भनेर लाइन लगाएर कस्तो लाइन लगाएर थुन्नु होइन। 400 जना छन्। जस्तो नाम भन्नु 400 जना छन्। 16 जना छ नि यस्तो तस्कर व्यापारी छन्। को छ 16 जना होइन व्यापारी विदेशी दल। होइन आज भन्नुस्। मैले भने त पवन गोल्यानदेखि नि दिपेन्द्र अग्रवालदेखि जम्मै छन् यहाँ। नामहरु भन्नु त को भने सबैको नाम मलाई आउँदैन। पवन गोल्यान एकजना। अहिले मैले 100 जनाको तयारी गर्दैछु। त्यसो पवन गोल्यानलाई तपाईँ हत्कडी लाएर थुन्नुहुन्छ होइन? अरे बिजुलीको पैसादेखि लिएर यसले नतिरोस् त, मलाई मुद्दा हाल्ने यो यसले पैसा नतिरोस् त मेरो देशमा बसेर। अनि अहिले जेएनजी आन्दोलनका भाइ बहिनीलाई विद्यार्थी पढाउने कथाहरू यसले त्यो नाटक गर्नु पर्दैन, यसले जागिर दिनु पर्दैन। मेरो देशको लुटिएको पैसा मात्रै यसले तिरोस् न, तिरोस् त। अनि दीपक मल्होत्रालाई खड्गप्रसाद ओलीलाई लान्छु कष्टकाल गर्नु चाहिँ दीपक मल्होत्रा भनेर यार तपाईँ के कुरा गर्नुहुँदैछ? भ्रष्टाचार गर्ने र तस्करी गर्ने र बिचौलिया दलाल 2 नम्बर नोटको कारोबार गर्ने, सुनको कारोबार गर्ने त कोही पनि मात्दैन ल, कोही पनि छोडिँदैन, छोड्दिनँ हौ म। कस्तो खालको कुरा गर्नुहुन्छ? यिनीहरू मलाई मार्न लगाएको होइन, यिनीहरू सबै गरेको होइन। तर हाम्रो देशका छन् ठुल्ठुला उद्योगपतिलाई तपाईँले कारबाही गर्न सक्नुहुन्छ। यिनीहरू उद्योगपति हुने कि यिनीहरू तस्कर हुन्? हेर्नुहोस्, पवन गोल्यान उद्योगपति होइन, त्यसको त्यो मान्छेको अफिसमा नि इन्डियन छन् कि काम गर्ने नेपाली छन्, हेर्नु भएको छ? बिचरा गरिब विदेशबाट चाहिँ रेमिटेन्स पठाउने, यिनीहरू रेमिटेन्समा हालिमुगाली गर्ने। अब ब्याङ्क र व्यवसाय छुट्टिन्छ, ब्याङ्क र व्यवसाय। तपाईँले उद्योगपति व्यापारीको नाम 10 जना नेपाली छन्। 10 जना नेपाली छन् तस्कर उद्योगपतिहरू ब्याङ्क। हाम्रो देशमा उद्योगपति व्यापारीले काम गरिरहेछन्। ब्याङ्क पनि यिनीहरूको, सहकारी पनि यिनीहरूको, लघु वित्त पनि, इन्सुरेन्स पनि यिनीहरूको, रिइन्सुरेन्स सबै यिनीहरूको। के हामी नोकर? अरूले बाँच्न पाउनु पर्दैन, यिनीहरूका गोठाला हुन्। अब बुझ्नुहोस्, आयो त्यो दिन। त्यसो 10 जना तस्कर उद्योगपतिलाई तपाईँ जेलमा हाल्नु। 400 जना पर्छन् जम्मा नेपालमा। 400 जना 400 जनालाई थुन्ने बित्तिकै नि यो देश शान्त नेपाल, विशाल नेपाल। नेताहरू को पर्छ पहिलो नम्बर? मैले त आजभन्दा 10 वर्ष अगाडि यो देशको सबैभन्दा मलसाप्रो भनेको कनकमुनि दीक्षित, केदार भक्त माथेमा हेरौँ हुने यो सुशीला कार्की, ओम प्रकाश अरियाल भनेका हुन् कि होइनन्? आज गृहमन्त्री त प्रधानमन्त्री छ। म सही ठाउँमा भगवान दुर्गा माताको कसम खाएर भन्छु, म सत्य कुरा बोल्ने भन्छु। मैले त्यतिखेर बोलेको कुरा आज आज जेनजी पुस्ताले मन परायो त सुशीलाबाट मन पराउने जेनजीको हालत प्रकाश अरियाललाई बालेन साले। तपाईले सुन्नु न, सुन्नु अझै सुन्नु।